कहिले हामीले चाहिँ जुन परमेश्वरमा आशा अनि भरोसा अनि विश्वास गर्छौँ भने चाहिँ त्यो आशाले चाहिँ हामीलाई कहिले के हुन्छ निराशामा चाहिँ परिणत गराउने छैन। सधैँ हामीलाई के छ खुसीमा अनि सधैँ हामीलाई चाहिँ त्यो आनन्दमा चाहिँ हामीलाई जिउनको निम्ति चाहिँ परमेश्वरले दिनुहुन्छ र आउनुहुन्छ। किनकि हामीले दिएका पवित्र आत्माद्वारा नै परमेश्वरको प्रेम हाम्रो हृदयमा बनिएको छ। आमेन। र परमेश्वरले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ पवित्र आत्मा चाहिँ दिनु भएको कुराहरू यहाँ बताएको छ स्पष्ट। अनि भन्छ पापले चाहिँ अनि स्पष्ट भन्छ किनकि तिमीहरूलाई दिएको पवित्र आत्माद्वारा नै परमेश्वरको प्रेम चाहिँ हाम्रो हृदयमा बनाइएको छ। अनि परमेश्वरको त्यो आत्मा चाहिँ अनि परमेश्वरले गर्नुभएको त्यो प्रेम चाहिँ हाम्रो हृदयमा चाहिँ परमेश्वरले हामीलाई बनाउनु भएको कुराहरू बताइएको छ। अनि यहाँ भनेको छौँ भनेको किनकि हामी दुर्लभ हुँदा नै ख्रिस्ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो। अनि हामी पापीहरू छँदा नै होइन हामी चाहिँ पापको दलदलमा फस्दा नै हामी दुर्लभ पापी जीवनको त्यो दुर्लभमा हुँदा नै अधर्मी हुँदा नै चाहिँ परमेश्वर चाहिँ ठिक समयमा चाहिँ हाम्रो निम्ति होइन परमेश्वर ख्रिस्ट चाहिँ यस संसारमा आउनुभएको छ। अनि परमेश्वर ख्रिस्ट चाहिँ ठिक समय नै हाम्रो निम्ति के हुनुभएको छ त्यो क्रुसमा टाङ्गिनु भएको छ। अनि क्रुसमा त्यो मर्नुभएको कुराहरू बताएको छ। अनि धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाएला कतै असल मानिसको निम्ति कसैले पनि आँट गरी पनि हल्ला भनेको थियो। त्यो साफ पदले भन्छ धर्मी मान्छेको अगाडि त होइन धर्मी मान्छेहरूको लागि त मर्ने मान्छे पाइएला तर पापीहरूको लागि चाहिँ मर्ने मान्छे चाहिँ त बिरलै पाइन्छ। कोहीले पाप गरेको छ भने त्यसको लागि त्यसको लागि चाहिँ जस्तै एउटाले अपराध गरेको अब एउटा उदाहरणको लागि एउटाले मान्छेलाई मार्यो एउटा मान्छेलाई मार्यो भने त्यसको ठाउँमा आफू गएर चाहिँ जेल बस्छ त बस्दैन नि, सोही व्यक्ति नै बस्नुपर्छ नि। तर प्रभु येशू ख्रिस्ट चाहिँ के को लागि आउनुभयो धर्मीको लागि होइन अधर्मीको लागि चाहिँ उहाँ आफू स्वयं बलि हुनुभयो। हामी अधर्मी पापीहरूको निम्ति चाहिँ प्रभु येशू ख्रिस्ट चाहिँ निर्दोष पापको रूपमा होइन निर्दोष खुमा भएर चाहिँ हाम्रो निम्ति चाहिँ के त त्यो कलवारीको क्रुसमा चाहिँ मर्नुभएको कुराहरू साफ पटले गरेको छ होइन बताएको छ। तर आफूले चाहिँ भन्दछ परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदा नै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो होइन। हामी पापी छँदा नै अनि प्रभु ख्रिस्ट हाम्रो निम्ति के भयो कलवारीको क्रुसमा टाङ्गिनुभयो अनि मर्नुभयो। त्यसले गर्दा तपाईँ र मैले आज के पाएका छौँ नयाँ जीवन पाएका छौँ अनि नयाँ आशा पाएका छौँ है। अनि यसकारण उहाँको रगतद्वारा नै हामी के त धर्मी ठहरिएका छौँ। किनकि हामी शत्रु छँदै डक्टर भनेछ किनकि हामी शत्रु छँदै उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन् बढी अब उहाँसँग मिलाप भएको हुनाले ख्रिस्ट जीवनद्वारा हामी बचाइनेछौँ। अनि परमेश्वरले अनि त्यो बलिदान गर्नुभएको होइन यसो ख्रिस्टले हाम्रो निम्ति गर्नुभएको त्यो बलिदानले गर्दा चाहिँ आज तपाईँ र मेरो सम्बन्ध चाहिँ अनि आज तपाईँ र मेरो मिलाप चाहिँ अनि तपाईँ र मेरो आशा चाहिँ आज प्रभु हुनुभएको छ। यहाँले भन्छ यति मात्र होइन तर हाम्रो ख्रिस्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौँ। उहाँद्वारा नै अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ। अनि हामी चाहिँ आज यदि परमेश्वरसँग मिलापमा रहन्छौँ भने परमेश्वरसँग आशामा रहन्छौँ भने अनि परमेश्वरमा विश्वासमा रहन्छौँ भने तपाईँ र मेरो सम्बन्ध चाहिँ आज के छ परमेश्वरसँग छ। त्यसै गरी हेर्ने हो भने हामीले भजनसँग 71:5 पनि हेर्ने हो भने त्यहाँ के भनिएको छ है 71:5 म पढिदिनेछु। अनि यहाँ पनि भनेको छ हाम्रो भरोसा चाहिँ केमा छ है हाम्रो आशा चाहिँ केमा छ भन्ने कुराहरू भनिएको छ। किनकि हेर प्रभु परमेश्वर तपाईँ मेरो आशा हुनुभएको छ मेरो युवाकालदेखि नै मेरो भरोसा। अनि आज चाहिँ परमेश्वर चाहिँ तपाईँ र मेरो चाहिँ के हुनुभएको छ आशा हुनुभएको छ हाम्रो होइन हाम्रो चाहिँ परमेश्वर चाहिँ हाम्रो भरोसा हुनुभएको कुराहरू बताएको छ। अनि त्यहाँ हेर्ने हो भने 1 कोरिन्थीमा नि 1 कोरिन्थी 13:3 पनि
त्यही आशाको विषयमा बताएको छ। अनि कलासी अनि म तपाईँहरूको निम्ति चाहिँ कलासी 1को 23-27 एकजनाले पढिदिनुहोस्। कलासी 1को 23-27 कलासी 1:23-27 म यसरी पाठ गर्नेछु। यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यो र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने यही नै त्यो सुसमाचार हो जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल धर्मसेवक भएँ। 24 नै हो। अब तिमीहरूका खातिर मेरा दुःख भोगमा म आनन्द मनाउँदछु र ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पुरा गर्दछु। तिमीहरूका खातिर मलाई दिएको ईश्वरीय कार्य अनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्मसेवक भएँ। युग र पुस्ताउँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तानहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रिस्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो। आमेन। आशाको कुरा अनि